नेपाल प्रिमियर लिगको रोमाञ्चक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई 40 रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई ब्याटिङका लागि निम्तो दिएको थियो। लुम्बिनी लायन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 134 रनको सामान्य योगफल बनाएको थियो। लुम्बिनीका ओपनर डीआरसी शर्टले सर्वाधिक 45 रन बनाएका थिए। कप्तान रोहित पौडेलले 34 रनको योगदान दिए भने निरोसन डिकोलाले 29 रन जोडे। विराटनगरका बलरहरूले कसिलो बलिङ गर्दै लुम्बिनीलाई ठूलो स्कोर बनाउन दिएनन्। सुभाष भण्डारी र प्रदीप जीसीले समान 3-3 विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले 2 विकेट हात पारे। 134 रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्सको सुरुवात निकै खराब रह्यो। ओपनर मार्टिन गुप्टिल र फाफ डु प्लेसिस जस्ता अनुभवी खेलाडीहरू सस्तैमा समेटिएपछि टोलीले नियमित अन्तरालमा विकेट गुमायो। साम हेजलेटले सर्वाधिक 34 रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सङ्घर्ष गरे। अन्ततः विराटनगरको सम्पूर्ण टोली 17.5 ओभरमा मात्र 94 मा अल आउट भए। लुम्बिनीका रुबेन ट्रम्पे-लम्यानले पहिलो ओभरमै 2 विकेट लिएर विराटनगरको ब्याटिङ क्रम ध्वस्त पारेका थिए। तिलक भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै 3 विकेट लिए भने जे स्मिथ र अभिषेक गौतमले 2 विकेट हात पारे। यो सिजनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयलसँग उपाधि भिड्न त पक्का गरेको छ।